भयो फेसबुक खोल्नु त्यहाँदेखि यहाँ माथि गो लाइभ थिच्नु लाइभ भिडियो थिच्यो त्यहाँदेखि तपाईले यहाँनिर गो लाइभ गर्यो पर्ख्यो त्यसको बादमा यहाँ माथि यो कनेक्सन भिडियो छ कनेक्सन भिडियो सोर्स यहाँ थिच्यो त्यहाँदेखि यो क्यामेराको नक्सामा थिच्यो यहाँ वेब क्यामेरा जोड्नु त पारा आयो त्यहाँदेखि अवलोकनको नक्सामा थिच्यो यो खोलिन्छ त्यहाँदेखि यहाँ टाइटल लेख्यो TRIAL ट्रायल दियो तलमा पनि TRIAL ट्रायल दियो यसलाई सेभ गर्यो सेभ गरेपछि यहाँनिर गो लाइभ छ क्यामेरा सोर्स यहाँ USB अलरेडी नै छ अघि नै अलरेडी USB नै थियो क्यामेरा जोडेपछि यो USB मा थिच्यो त्यहाँदेखि अडियोको लागि पनि यहाँनिर एरोमा गएर चाहिँ USB थिच्यो यहाँ मुनतिरको त्यहाँदेखि चाहिँ डाइरेक्ट गो लाइभ पर्ख्यो त्यहाँनिर आउँछ लाइभ भिडियो इज स्टार्टिङ आयो द्याट मिन्स सुरु भयो काउन्टर चल्न थाल्यो कि सुरु भयो यहाँ पनि लाइभ आयो भयो क्लियर भयो